आयो गाई चाहियो सय गाई चाहियो अब हेलो गाइस यो चाहिँ हामी पुरै हो गाइस बाटोमा भेटाएको टुङ्गी भन्छु खोइ टुङ्गी यसको निधार मात्रै देख्छ जाने बा ini now zaman गर्दा देखिदिन म आज टर्थिया गए खेल्दै छु मेरो साथी मन भाइ माने अनि प्रकृति दिदी हो अनि म आज गाउँमा जाँदैछु यो साइका घरको के हो बाटोमा भेटाएको हो यो चुङ्गी भनेर देखाएको बाटोमा भेटाएको हो यो चुङ्गी हेर्नुहोस् है गाइस अब म फेरि घर जाँदैछु म आज आइमनको घर जाँदैछु होइन हामी टर्थिया घर नमस्ते छ अब युट्युब च्यानल सब्सक्राइब गरिनु हो अब फलो कमेन्ट गरिनु हो अब मेरो बाइक छेउमा पढ्छु भेटिन्छ हेर्नुहोस् चाहियो अब यो आशीहरूको घर हो हेर्नुहोस् है म भन्छु अब केन्द्रको घर नि भेटिने हेर्नुहोस् यो आइफोनको खरिदिएको यसकै आइफोनकै घर हो हेर्नुहोस् है अब यो केन्द्रको घर पनि भेट्यो हेर्नुहोस् अब नुनान्डे हेर्नुहोस् नुनाफु घर नि हो यो अब घर नि देखाउँछु है हेर्नुहोस् गाई छ यो अब म फेरि जाँदैछु अघि नि गएको नसियो हेर्ने हो गाई छ यो चाहिँ नुना फुपू घर हो हेर्नुहोस् यो हस्बेन्ड घर हो ऊ त्यो फेरि हामी स्कुल हो अब त यो पनि घर नि देखिन्छौ अब फेरि मेरो घर मेरो टाउहरू पनि जुयो मेरो दिदीको साइकल मेरो बाख्राको गोठ अब म जाँदैछु यो अब मम्मीहरूले पनि देखाउनु पर्छ अब जाँदैछु अब जान्छ है गाई छ यो चाहिँ मेरो पुग्यो हेर्नुहोस् है गाई छ यो अब
हेलो गाइस, मेरो नाम चाहिँ प्रकृति केसी हो। यिनीहरू चाहिँ पुरै मेरो साथीभाइहरू हो, दाइ दिदीहरू हो मेरो चाहिँ है। दिदीभाइहरू हो। हेर्नुहोस् म चाहिँ अब मेरो घर देखाउनु पर्यो भने तपाईँहरूलाई हेर्नुहोस् देख्नुहुन्छ भने यो चाहिँ हामी पुरै हो गाइस। मेरो न्यू मिनी ब्लगमा चाहिँ स्वागत छ। हामीले चाहिँ क्यामेरा खोसिसक्यौँ। आजखेर म मिलेर खोजेको यो क्यामेरा चाहिँ। त्यसैले हामी दुईटा चाहिँ फ्रेन्डहरू हो। यिनीहरू दुईटालाई हेर्नु देख्नु भएको छ। अब घरहरू छ। म चाहिँ अब हाम्रो घर तलतिर घर चाहिँ पुग्नलाई पटिकहरू आइसके। अब म छिटो दुकान पर्छ। अन्त हामी यहाँ चाहिँ पुरै आउँदैछ नि गाइजहरू। हेर्नुहोस् राम्रोसित हेर्न सक्नुहुन्छ। पुरै आइसके। त्यसैले म दुखाइरहेको छु। हेलो, मेरो न्यू मिनी ब्लगमा चाहिँ तपाईँलाई चाहिँ स्वागत छ है। थ्याङ्क यू।